बोलिए कृष्ण कन्हैया लाल की जय। सतगुरु महाराज की प्राणनाथ प्यारे की बाईजू महाराज की महाराज छत्रसाल की साप्ताहिक श्रीमद तारतम सागर की साप्ताहिक श्रीमद भागवत महापुराण की समस्त हिंदू राज्य की समस्त भक्त वृन्द की। म पहिले एउटा सानो अब समय बलवान छ मलाई उद्घोषकजीले एकदम समयको एउटा विचार गरेर मलाई दुई शब्द यहाँ मञ्चमा बोलाइदिनु भएको छ। म धेरै आभार व्यक्त गर्दछु। पहिले म एउटा भजन गाउँछु, त्यस पछाडि म दुई शब्द बोलेर अनि अर्को एउटा भजन गाएर मेरो समयलाई म पुरा विश्राम दिएर म यहाँबाट जानेछु है त। यो भजनले के भन्छ भन्दा एउटा हामी आज परमात्माका भक्त हौं, मानव हौं। को हुनुहुन्छ भन्दाखेरि हिजो हाम्रो परम आदरणीय भागवताचार्य श्री 5 नौतनपुरी धामबाट पाल्नु हुने लक्ष्मण देवजी महाराजका मुखारबिन्दबाट हामीले सत्यव्रतम सत्य परम त्रिसत्यम सत्यस्य योनि निहितं च सत्ये सत्यस्य सत्यामृत सत्य नेत्रम सत्यात्मकं त्वां शरणं प्रपन्नः। श्री कृष्ण परमात्मा धरामा आउनुभयो अनि के गर्नुभयो भन्दा अखण्ड रास रचाउनु भयो। गोपीहरू स्वातसी राजसी तामसीहरू लट्ठे भएर आफ्नो देहलाई छोडिसकेका थिए। हामी पनि त्यही आत्मा हो। यो संसारबाट जाँदाखेरि यो आत्मा कहाँ जाने? परमात्माको त्यो निज घरमा जाने हो। अनि को हुनुहुन्थ्यो भन्दा आमाको गर्भमा आउँदा पनि परमात्मा हुनुहुन्थ्यो। अनि यो संसारमा हामी अहिले रहेका छौं। हाम्रो दिलीप शास्त्री महाराजले श्रीमद तारतम सागर ग्रन्थमा हामीलाई बताइराख्नु भएको छ पतिव्रता धर्म 18,758 चौपाई हाम्रा इष्ट देवता हुनुहुन्छ। यति मिठो मिठो उहाँले सार गर्भित हामीलाई सुनाइराख्नु भएको छ। त्यसमा हाम्रो मूल पाठमा हुनुहुन्छ न्युयोर्कबाट पाल्नु हुने श्री उद्धव शास्त्रीजी। मैले धेरै लामो व्याख्या गर्न सकिन, समय छैन। त्यस पछाडि तारतम सागर ग्रन्थमा हाम्रो राजन शास्त्रीजी हुनुहुन्छ। त्यस्तै गरी सेवामा हाजिर हुनुहुन्छ हाम्रो गोविन्द पण्डितजी। तर ठूलो श्रेय कसलाई दिने भन्दाखेरि यो वैदिक सनातन धर्म जुन उहाँहरूले यो एउटा स्थान दिएर आज हामी यहाँ सम्मिलित हुन पायौं। एक नम्बरमा उहाँहरूलाई हामी धेरै भन्दा धेरै धन्यवाद ज्ञापन गर्दछौं। अनि अर्को एक नम्बरमा परमधामको निकटमा पुर्याउनको लागि यो आयोजक समिति जो हाम्रो श्री कृष्ण प्रणामी निजानन्द सम्प्रदाय ओहायोमा जुन उहाँहरूले एउटा गठन गरेर आज कृष्ण प्रणामी मन्दिर यहाँ निर्माण हुँदैछ, उहाँहरूलाई त्यो ठूलो हामी के गर्छौं भन्दाखेरि धन्यवाद ज्ञापन गर्दछौं। त्यसै गरी हाम्रो टेनेसी मंदिर से पधारे हुए हमारे सेवा भावी केतन भाई पटेल जी, उनका नाम सबने जानते हैं, सबने उनके सेवा के बारे में सबको पता है। और वो अध्यक्ष जी और संपूर्ण यहाँ मेरे साथ में है मेरे प्यारे भाई धर्मदास भाई जी है। और जो संगीत में साथ दे रहे हमारे कलाकार भाई बंधु, मैं सबको नाम बताने के लिए समय नहीं है। तो इसीलिए एक क्या है तो सत्य के हुनुहुँदो रहेछ भन्दाखेरि आमाको गर्भमा आउँदा परमात्मासँग पुकार गर्नु परमात्मा हुनुहुँदो रहेछ। जन्म लिएपछि पनि अहिले पनि हामीले परमात्माको सेवा पूजा आरती गर्छौं सधैँ नित्य हैन। त्यसमा पनि प्रभुको नाम भज्नु नै पर्ने रहेछ। तर यो संसार यो देह छोडेर गएपछि 4 जनाले बोकेर के भन्छन् भन्दा राम नाम सत्य हो, राम नाम सत्य हो, राम नाम सत्य हो भनेर आर्यघाटमा लान्छन्। अनि को हुनुहुँदो रहेछ त भन्दा सत्य परमात्मा हुनुहुँदो रहेछ। त्यस्ता परमात्मालाई हामी एकछिन यो मन हामी चरणमा लगाएर यो भजन मलाई साथ दिनु होला। हिन्दी भजन छ, म यो प्रार्थना गाउँछु, मलाई भाइले धेरै साथ दिनुहुनेछ है। तेरा ही था
तेरा ही हूँ, तेरा रहूंगा मैं, तेरा ही था, तेरा ही हूँ, तेरा रहूंगा मैं। चाहे जैसे मुझे रख लो, कुछ ना कहूँगा मैं। चाहे जैसे मुझे रख लो, कुछ ना कहूँगा मैं। चाहे जैसे मुझे रख लो, कुछ ना कहूँगा मैं। चाहे जैसे मुझे रख लो, कुछ ना कहूँगा मैं। तेरा ही था, तेरा ही हूँ, तेरा रहूंगा मैं। तेरा ही था, तेरा ही हूँ, तेरा रहूंगा मैं। चाहे जैसे मुझे रख लो, कुछ ना कहूँगा मैं। चाहे जैसे मुझे रख लो, कुछ ना कहूँगा मैं। तुम्हारे नाम का मोती मेरी दौलत है। तुम्हारे नाम का मोती मेरी दौलत है। ये रुतबा और शौहरत में तेरी ही बदौलत है। ये रुतबा और शौहरत में तेरी बदौलत है। ये रुतबा और शौहरत में तेरी बदौलत
बोलिए बालकृष्ण लाल की। यो भजनमा भनिएको छ, तुम्हारे नाम के मोती मेरी है दौलत है। संसारको धन दौलत सम्पत्ति त्यो केही मोती होइन, प्रभुको नाम ठुलो मोती रहेछ। तुम्हारे नाम का मोती ये मेरी ही दौलत है। ये रुतबा और शौरत भी तुम्हारी शौरत है। तपाईले मलाई जति दिनु भएको छ, यो सौन्दर्य, परिवार, धन सम्पत्ति जे दिनु भएको छ तपाईको कारणबाट दिनु भएको छ। तू ही सागर मै हूँ कतरा। कतरा भनेको एउटा टुक्रो। हामी बीच समुद्रमा जान्छौं, समुद्रमा गएर एउटा सानो एक टुक्रा लिएर समुद्रमा यसरी फ्याँकिदिनुहोस्, तर तपाईहरुले त्यो फ्याँकेको टुक्रालाई म वापस हेर्छु भन्दाखेरि पाउनुहुन्न। त्यो बगाएर समुद्रमा विलीन बनाइदिन्छ। तपाईले हेर्दा हेर्दै त्यो बिलिसक्छ। त्यस्तै प्रकारले म चाहिँ एउटा टुक्रा हुँ प्रभु। एउटा जुन काठको टुक्रा होस्, एउटा कागजको टुक्रा होस्, म तपाईको एउटा टुक्रा हुँ। तपाई चाहिँ के हो त? सागर हो। तर तपाईसँग म मिलिसके, मेरो आत्मा तपाईसँग मिलिसक्यो। तू ही सागर मै हूँ कतरा। तपाई सागर हो, म एउटा टुक्रा हुँ। तपाईले जसरी बगाउनुहुन्छ मलाई तपाईको हातमा छ भनेर परमात्मालाई प्रार्थना गर्ने। अनि अर्को एउटा भजन, अब समय मेरो एकदम पर्याप्त छ। कुनै दिन यस्तै हो, बिना कारण कारज नहोए भने जस्तो यहाँ आयोजक समितिले कारण बनाएर यो मन्दिरको लागि गरेर आज हामी उहाँ जामनगरदेखि महाराजी आउनुभयो, अनि उहाँ हुस्टनबाट महाराजी आउनुभयो, क्यानाडाबाट भाइहरू आउनुभयो, यता न्युयोर्कबाट महाराजी आउनुभयो, म कहाँबाट, हजुरहरू कहाँबाट। यो परमात्माले त्रिवेणी यो भागीरथी गंगामा मिसाउनलाई अहिले मैले भने नि, तपाईले जसरी बगाउनुहुन्छ हामीलाई त्यसै गरी बग्छौं भनेर हामी यहाँ परमात्माको चरणमा आयौं। र यो एउटा कृष्ण प्रणामी मन्दिर यहाँ ओहायोमा जुन निर्माण हुँदैछ, यसको लागि हजुरहरूले सबैले थोपा थोपा, हिजो महाराजीहरूले भन्नुभयो, सबैले आयोजक समितिले भन्नुभयो एउटा एउटा इँटा भनेर। अहिले हजुरहरूले इँटा मात्र निर्माण गर्नुभएको छ। अब यसमा हजुरहरू ढुक्क नहुनु होला, किनकि यो त अहिले हजुरहरूले बीज रोप्नको लागि एउटा बीज किन्न बजारमा जानलाई चाहिएको मात्र हजुरहरूले गर्नुभएको छ। अब यसलाई त पुरा गर्नु छ। यस्तो त हजुरहरूले इँटाको लागि त प्रत्येक समय हजुरहरूले यहाँ दिनुपर्ने छ, नभए त यो मन्दिर कसरी बन्छ। त्यसैले मैले आफ्नो शब्दमा, मेरै शब्दमा मैले एउटा रचना गरेको भजन, त्यो भजनले के भन्दो रहेछ त भन्दा, म गाउँदैछु है त, मलाई मेरो भाइले साथ दिनु होला। साना साना ढुङ्गा माटो मिली अग्लो पहाड बन्छ। साना साना ढुङ्गा माटो मिली अग्लो पहाड बन्छ। साना साना खोला खोली मिली ठुलो नदी बन्छ। साना साना खोला खोली मिली ठुलो नदी बन्छ। साना साना ढुङ्गा माटो मिली अग्लो पहाड बन्छ। साना साना सबैले गाउँ है, मिली अग्लो
साना साना खोला खोली मिली ठुलो नदी बन्छ साना साना खोला खोली मिली ठुलो नदी बन्छ एकले 100 हुन्छ हजार हुन्छ लाख हुन्छ एकले 100 हुन्छ हजार हुन्छ लाख हुन्छ एकले गरे के पो हुन्छ सबै मिले मन्दिर बनिन्छ एकले गरे के पो हुन्छ सबै मिले मन्दिर बनिन्छ एकले 100 हुन्छ हजार हुन्छ लाख हुन्छ एकले 100 हुन्छ हजार हुन्छ लाख हुन्छ एकले गरे के पो हुन्छ सबै मिले मन्दिर बनिन्छ एकले गरे के पो हुन्छ सबै मिले मन्दिर बनिन्छ साना साना ढुङ्गा माटो मिली अग्लो पहाड बन्छ साना साना ढुङ्गा माटो मिली अग्लो पहाड बन्छ साना साना खोला खोली मिली ठुलो नदी बन्छ साना साना खोला खोली मिली ठुलो नदी बन्छ यो संसार छोडेपछि तपाईँ हामी कहाँ जान्छ यो संसार छोडेपछि तपाईँ हामी कहाँ जान्छ दान गरे सेवा गरे भक्ति गरे मोक्ष पाइन्छ दान गरे सेवा गरे भक्ति गरे मोक्ष पाइन्छ यो संसार छोडेपछि तपाईँ हामी कहाँ जाइन्छ यो संसार छोडेपछि तपाईँ हामी कहाँ जाइन्छ साना साना ढुङ्गा माटो मिली अग्लो पहाड बन्छ साना साना ढुङ्गा माटो मिली अग्लो पहाड बन्छ साना साना खोला खोली मिली ठुलो नदी बन्छ साना साना खोला खोली मिली ठुलो नदी बन्छ साना साना खोला खोली मिली ठुलो नदी बन्छ। बोलिए सतगुरु महाराज की, प्राणनाथ प्यारे की। आज
आजको यो साप्ताहिक पूर्णावती अब हुँदैछ भर्खरै। सबै सुन्दर साथहरूलाई मेरो यो 2 शब्दबाट मैले मेरो कार्यलाई बिदा लिन सकेँ। समय छैन, भन्न धेरै थिए तर ठिकै छ। छोटो मिठो चटनी सबैलाई मिठो नै लाग्छ। समयले फेरि हामीलाई कुनै दिन मिलाएछ यसै गरी भने हामी सबै मिल्ने नै छौँ भन्दै म महाराजीहरूका सबैका चरण कोमलमा, सुन्दर साथीहरूको चरण कोमलमा, यता भाइहरू सबैको चरण कोमलमा म कोटि कोटि प्रणाम गर्दै राजी महाराजका चरणमा पर्दै बिदा लिन चाहन्छु। सबैलाई प्रणाम। धेरै धेरै धन्यवाद माताजी।